नमस्ते साथीहरू, म दुबईको राजाको छोरा प्रिन्स मोहम्मदको फार्ममा छु। भित्र जान पाइँदैन, बाहिरबाट देखाउनु मात्रै हो। हेर्नुहोस् त कति ठुलो फार्म छ। यत्रो रोड पनि यहीँबाट रोकेको छ। यहाँबाट काटेर यता कत्रो पावर त राजाको छोराको है। यहाँभित्र बाघ भालुहरू छ भन्छन्। यो फार्म हाउस हो, हामीलाई त एलाउड छैन जानलाई। धेरै कुराहरू छ भित्र, धेरै हरियाली पनि छ। गेटै कति लाखको कतिको छ पनि, यहाँको लाख भने त्यहाँको धेरै भयो। यहाँ हेर्नु न, यहाँ त्यसको अगाडि भनेर यहाँ कस्तो बनाएको छ। पानी कामदारले काम गरिरहेका छन्। उनीहरूको पार्किङ गर्ने ठाउँ भित्र छ। त्यहाँ कस्तो छ हेर्नु, वालै कत्रो छ। अब दुबईको राजाको छोराको चाहिँ मोहम्मदको चाहिँ फार्म हाउस हेर्नुहोस्। यहाँ पनि कति सिधा छ हेर्नु त। यहाँ कति दुःख गरेर बनाएको छ यिनीहरूले। यो चाहिँ मोहम्मदले बनाएको यो मस्जिद हेर्नुहोस् त। यहाँ मस्जिद, यहाँ अब धर्म कट्टर हुन्छन् उनीहरूले चाहिँ यो मस्जिदमा आएर प्रे गर्नुपर्छ। यहाँको प्रे टाइम भएपछि, प्रार्थना टाइम भएपछि त्यस्तो छ यहाँको चलन। यो चाहिँ अलिक भित्रै ठाउँ भयो हुनाले त्यति चाहिँ गार्डनिङ गरेको छैन, त्यति हरियाली छैन। तैपनि फार्म हाउसहरू सबै यहाँ भएको हुनाले अलिकति हरियाली देखिन्छ। कति सिधा छ हेर्नु, कति उ गरेछ। पेट्रोल पम्प, यो पम्प पेट्रोल पम्प छ यहाँ। अनि कार वास पनि छ त्यहाँ। के अरे यहाँ चाहिँ अलि 4-5 किलोमिटरमै होला एउटा पम्प बनाउनु दिँदो रहेछ। अनि त्यो साइडमा एउटा रेस्टुरेन्ट पनि छ, अनि कार वास पनि छ। अब एउटा के अरे आएर मान्छेले पार्किङ गरेपछि गएर खाना बसेपछि कार धुने पनि भयो, तेल हाल्ने पनि भयो। सबै यो पनि सारा कुरो राखेको। फ्युल ट्याङ्करहरू छ यहाँ। कति लामो हेर्नु त, कति ठुलो ट्याङ्कर छ। तेल सस्तो छ यहाँको। हेर्नु होला कस्तो छ। जहाँ पाए त्यही दोकान हुँदैन यहाँ, जहाँ पाए त्यही पेट्रोल पम्प हुँदैन। ठाउँ ठाउँमा हुन्छ, सबै व्यवस्थित गरेर। अनि यहाँ पब्लिक बस रोक्ने ठाउँ छ यहाँ। अहिले बस आएको छैन। बस चाहिँ मान्छे भए पनि नभए पनि समयमा आउने र त्यो चाहिँ बस स्ट्यान्डमा चाहिँ रोकेर ढोका खोल्नै पर्छ क्या, यहाँको नियम छ। अहिले बस आएको छैन। म भिडियोमा बनाउँथेँ। बस चाहिँ आएको छैन। यो बसको स्ट्यान्ड हो यहाँ। उतापट्टिको आउने बस यताबाट, जाने बस उताबाट रोक्छ। नेपालको चाहिँ अपोजिट छ नि त यहाँ गाडीको सिस्टम, चल्ने सिस्टम। ल, धन्यवाद भिडियो हेरिदिनु भएकोमा।